हेलो नमस्ते सम्पूर्णमा फेरि पनि आज म तपाईहरुलाई निग्री बनाउने बेसिक तरिकाहरु लिएर आइसकेको छु। आशा छ फेरि पनि माया गरिदिनु हुनेछ। र म आज तपाईहरुलाई तीन तरिकाका निग्री बनाउँदै छु। एउटा चाहिँ सालमन निग्री, एउटा टुना निग्री, एउटा सिबास निग्री। सो निग्री बनाउने बेसिक तरिका म आज तपाईहरुलाई सिकाउन गइरहेको छु। एकदमै स्लो बनाएर सिकाउँछु, देखाउँछु। तपाईहरु नसिकेको साथीहरु जो आउँदै हुनुहुन्छ, सुशी फिल्डमा आउन चाहनुहुने मेरा भाइहरु, मेरा सेफ्सहरुलाई चाहिँ केही हेल्पफुल हुनेछ। जो सिकिसक्नु भएको छ उहाँहरुलाई रेस्पेक्ट छ मेरो, फेरि पनि हेरेर माया गरिदिनु हुनेछ। र म आज निग्री बनाउने एकदम बेसिक नर्मल तरिकाहरु म बताएर तपाईहरुलाई देखाउन चाहन्छु। सो आउनुस् है त। यो मैले राइस ल्याइसकेको छु है। राइसलाई चाहिँ हजुरले जहिले अब आफ्नो ग्रामेज अनुसारको, आफ्नो रेसिपी अनुसारको हुन्छ, तर यसलाई बेसी गरेर टाइट नगर्नु होला, एकदम हल्का छोड्नु होला। जति आफूलाई चाहिन्छ 20 ग्राम 25 ग्राम आफूलाई ल्याउने, अनि धेरै टाइट नगराउने। त्यसपछि यो हातले यसरी पिक गर्ने, अनि तपाईको यहाँनिर यसरी निग्री राखिसकेपछि यसरी राख्ने 1, अनि यसो गरेर त्यसपछि यो बुढीओलाले यसरी सेप दिने, अनि यसरी भइहाल्यो है त। यो दुई चोटीमा यो निग्री बनिहाल्छ है। अब म तपाईहरुलाई यसरी मिक्स निग्री भनेर भन्छ अहिले हामीहरु यसलाई। म तपाईहरुलाई देखाइदिन्छु है। फेरि पनि सेम म तपाईहरुले एकदमै नजिकबाट देखाउन चाहन्छु। जस्तै तपाईले राइस ल्याउनु भयो, थोरै प्रेस गर्ने, धेरै प्रेस गर्नुहुन्न है, हार्ड हुनु भएन। अनि यसो गर्ने 1 2, तपाईको यो निग्री अलरेडी बनिसकेको छ है। तपाईको 2 चोटी भइसक्यो। अब यसलाई यसरी लगाइदिनुस् यहाँनिर है। अनि तपाईको फेरि म अर्को बनाउँछु। यो सिबास भन्छ यसलाई। सेम यही गर्ने, राइसलाई धेरै प्रेस नगर्ने है। यसो गर्ने, त्यसपछि हल्का यहाँदेखि यसरी यो बुढीओलाले फिनिसिङ दिने, अनि यसरी दिने है त। हेर्न सक्नुहुन्छ। अब यो सिम्पल तरिका छ एकदमै है। ट्याक्क यसरी ल्याउने, टक्क राख्ने, हल्का पहिला राइसलाई सेप दिनुपर्छ, त्यसपछि यसरी पल्टाइदिने, अनि यो तपाईको निग्री बनिहाल्छ है। सेम सबैलाई यो टुना हो, ट्याक्क राइस ल्याउने, यसरी राख्ने, सुस्त यस्तो गर्ने, यसो गर्ने, फेरि यसलाई हल्का यसो गर्ने, अनि फेरि यसरी। देख्नुभयो, एकदमै इजी छ। हाम्रो नसिकेको भाइहरुलाई फेरि पनि केही सिक्नुहुन्छ होला भनेर म यो थोरै हालिरहेको छु। एडिट गरेको छैन भिडियो, हेर्न सक्नुहुन्छ। यसो गर्ने 1 2, तपाईको निग्री बनिसक्यो है। अब तपाईले देख्न सक्नुहुन्छ। अब यसमा थोरै वसाबी हालिहाल्छौँ हामीहरुले। अनि सुशी जिन्जर चाहिँ इम्पोर्टेन्ट हुन्छ यो हामीहरुले राव खानको लागि, राव फिसको लागि। अनि यसले चाहिँ डाइजेस्टिङ गर्छ यो वसाबीले। तपाईको यो मिक्स निग्री हुन्छ। यसमा तपाईले चाहेको आफूले गार्निश गर्न सक्नुहुन्छ। मैले यो पोटेटो बटरफ्लाई बनाएको छु, तपाईले साइडमा राखिदिन सक्नुहुन्छ है। अनि त्यसपछि हाम्रो यो स्प्राउट छ, बीन्स स्प्राउट छ, यसरी राख्न सक्नुहुन्छ। अनि तपाईको यो हाम्रो रेड रेडिस छ है। तपाईले थोरै लेमन पनि दिन सक्नुहुन्छ साइडमा है। अनि यो तपाईको मिक्स निग्री भयो। एकदमै इजी छ, सिम्पल तरिका छ। मैले तपाईहरुलाई देखाइसके। फेरि पनि तपाईहरु अझै सिक्न चाहनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट गरिदिनुस्, माया गरिदिनुस्। तपाईहरुमा म फेरि पनि लिएर आउने छु। जय होस्, जय नेपाल। थ्यांक यू।